जय श्री कृष्ण। भगवद् गीता अध्याय 12 जो भक्ति योगमा आधारित छ, यानि कि भक्ति मार्गमा लागेका भक्तहरूको गुणहरूको बारेमा, कसरी भक्ति मार्गबाट कसरी भगवत प्राप्त गर्न सकिन्छ भन्ने बारेमा व्याख्या गरिएको छ। श्री कृष्ण भगवानद्वारा व्याख्या गरिएको छ, जसमा अर्जुनले गर्नुभएको प्रश्नमा भगवान श्री कृष्णले श्लोक 2 मा यसरी जवाफ दिनुभएको छ। मय्या वेश्य मनो ये मान नित्ययुक्ता उपासते श्रद्धया परयोपेतास ते मे युक्ततमा मताः। जहाँ प्रेम हुन्छ त्यहाँ मन स्वतः स्फूर्त जान्छ, यानि कि जसमा प्रेम हुन्छ उसको बारेमा चिन्तन मनन अवश्य गरिन्छ। जो भक्तले भगवानमा आश्रित भएर भगवान मेरो हुनुहुन्छ र म स्वयं भगवानको हुँ भनेर नित्य निरन्तर रूपमा भगवानको सगुण साकारको उपासना गर्दछ, भगवानको स्वरूपको उपासना गर्दछ, आफूलाई पूर्ण रूपमा भगवानमा समर्पित गरेर म स्वयं भगवानको हो भनेर पूर्ण रूपमा भगवानलाई समर्पित गरेर भक्तिमा लीन हुन्छ, त्यो भक्त नै मेरो लागि सर्वश्रेष्ठ भक्त हो, त्यो भक्त नै मेरो लागि प्रिय भक्त हो भनेर श्लोक 2 मा व्याख्या गर्नुभएको छ। जय श्री कृष्ण।